नमस्ते एभ्रिवान, म इन्दिरा अधिकारी टेक मी आवर एजुकेसन कन्सल्टेन्सीबाट। आज चाहिँ म हाम्रा नर्सहरूको लागि यो भिडियो बनाउँदैछु। नर्सहरूमा ब्याचलर नर्स, त्यो पनि 2 इयर्स बिहानहरू। 2 इयर्स बिहान नेपालमा क्लोज भइसकेको त 9-10 वर्ष बढी भइसक्यो। 2 इयर्सको बिएन गरिसक्नु भएको छ, यति धेरै एक्सपिरियन्स भइसकेको छ। तर ग्यापहरू, अब त ग्याप पनि धेरै भयो। ग्यापको कारणले गर्दा, एक्सपिरियन्स धेरै भएको कारणले गर्दा, कति देशहरूले 2 इयर्स बिएन भएको कारणले गर्दा एक्सेप्ट नगरेर जान नपाएर नेपालमै बसिरहनु भएको छ। तर बाहिर कहीँ मुभ अन फ्यामिलीसँगै जान खोजिरहनु भएको छ भने तपाईँहरूको लागि चाहिँ बेस्ट डेनमार्क हुनसक्छ। किनकि डेनमार्कमा छोटो छरितो तरिकाबाट फ्यामिलीलाई सँगै लिएर जानको लागि अथोराइजेसन भिजा छ। त्यो चाहिँ तपाईँहरूको प्रोसेस टाइम भनेकै मात्र 4 to 6 मन्थ लाग्छ। तपाईँहरू आफ्नो फ्यामिली सँगै जान पाउनुहुन्छ। त्यसमा पनि हामी तपाईँहरूलाई नेपालबाटै भाषा सिकाएर त्यहाँ जबहरू एसिस्टेन्स गरिदिने, रुमहरू खोजिदिने, नेपालबाट डकुमेन्टेसनको पाटोहरूमा सबै कुरामा गाइड गरेर तपाईँहरूलाई त्यहाँ नर्स बनाउँदासम्म हामी तपाईँहरूको साथमा हुने भएको भएको कारणले गर्दा चाहिँ म 2 इयर्स बिएन भएर कहाँ जाने, फ्यामिलीसँगै कता जाने भनेर अन्यलमा हुनुहुन्छ भने चाहिँ तपाईँहरू सिधै टेक मी अवे आउनुभयो भने तपाईँहरूलाई एउटा राम्रो गाइडेन्स सहित हामी तपाईँहरूलाई डेनमार्कसम्म पुर्याउने काम गर्नेछौँ। र तपाईँहरू 3 इयर्स बिएनएस हुनुहुन्छ, बिएससी नर्सिङ हुनुहुन्छ, यहाँ एक्सपिरियन्स जब गर्दै हुनुहुन्छ, मुभ अन छिट्टो फ्यामिलीसँगै मुभ अन हुने, सजिलै मुभ अन हुने सक्ने कन्ट्री खोज्दै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि बेस्ट डेनमार्क हुनेछ। त्यो कारणले गर्दा तपाईँहरू इफ टाइम छ भने चाहिँ तपाईँले एकचोटि टेक मी अवे कन्सल्टेन्सी भिजिट गर्नु भन्न चाहन्छु। धन्यवाद।